नमस्कार। अब अहिले बाढी आएको कुराहरू कतिपय भिडियो फोटोहरू चाहिँ सामाजिक सञ्जालमा तपाईँले देखिरहनु भएको छ। तर यसको रुट के रहेछ, रुट के रहेछ भन्ने कुराको सबै भिडियोहरू त हामीले देख्न पाएका छैनौँ, पार्ट पार्ट मात्रै छन्। त्यसकारणले म आज तपाईँलाई चाहिँ के छ भन्दाखेरि रुट, रिभर डाइरेक्सन, रिभर फ्लो चाहिँ कता कताबाट चाहिँ आएको रहेछ, कता कता क्षति पुऱ्याएको छ भनेर चाहिँ आज हामी हेर्छौँ। एकदम सर्टमा हेर्न खोज्यो यसलाई, किनकि धेरै लामो हुनसक्छ। मैले सुरु गर्न चाहे तपाईँको त्रिशुली बजारबाट। हेर्नुहोस् है, यो यति पार्ट यो त्रिशुली बजार हो। अब अहिले एकदमै माथिबाट चाहिँ जुन बाढी आएको छ त्यो यो खोला हुँदै यसरी आएको हो। तपाईँले भिडियोहरू कतिपय ठाउँमा चाहिँ पुल, त्रिशुली बजारको पुल बगायो भन्ने चाहिँ पुलहरू यहाँ छन्। यी पुलहरू चाहिँ बगाएको हो र बजार बस्तीहरू चाहिँ यो सबै स्वाइप गरेको पार्ट हो। अब हामी माथि माथि हेर्दै गयौँ भने तपाईले यो खोलालाई चाहिँ नछोडिकन तपाईँ सिधै माथि जानुहुन्छ भने यो बेत्रावती यहाँ पर्छ र तपाईले चाहिँ यो खोलालाई चाहिँ नछोडिकन सिधै माथि 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 जानुभयो भने अहिले तपाईले चाहिँ कतिपय ठाउँमा यो तिब्बतमा पर्ने चाहिँ ग्लेसियर लेक आउटब्रस्ट भएर आएको भन्ने पनि कुरा छ। हामी ठ्याक्क त्यहाँसम्म जान्छौँ र यो त्रिशुली खोलाको पार्ट यही छँदैछ। तपाईले यो खोला नै नछोडिकन सिधै माथि माथि जानुहुन्छ भने हेर्नुहोस् है, यो खोला जुन छ, यो खोला जस्तो यो चाहिँ नेपालको सायद कुनै एउटा एडमिनिस्ट्रेसनले चाहिँ यो सेन्ट्रल नेपाल फ्लड भनेर पोइन्ट पनि राख्दैछ यहाँनिर। र तपाईले चाहिँ यो खोलाको अझ माथितिर स्याप्रोबेसी भन्ने ठाउँतिर हामी यता आइपुग्छौँ। हेर्नुहोस् यो केरुङ भन्ने ठाउँ पनि आइपुग्छ। अझै माथि हेऱ्यो भने मैले टिमुरे, एउटा यो टिमुरे भन्ने ठाउँ चाहिँ ठाउँमा जुन बस्ती थियो, यो पुरै बस्ती हेर्नु है, तपाईँले भिडियोतिर नै कतै देख्नु भएको होला सायद। भनेपछि त्रिशुली बजारबाट कति धेरै माथि छ यो। यति बजारहरू अहिले केही पनि छैन, यति बस्तीहरू अहिले केही पनि छैन। यो सबै पार्टलाई नै खोलाले चाहिँ बगाएर लगेको अवस्था छ। केरुङ कन्ट्री ल्यान्डस्लाइडलाई हेर्नुहोस् है, यो चाहिँ नेपाल चाइनाको बोर्डर र जति पनि यो अफिसेसहरू हुन्छ बोर्डरमा उनीहरूको यही पार्टमा थियो। र तपाईले चाहिँ अहिले भिडियो कतै कतै चाहिँ एउटा चाइनाको यो बिल्डिङहरू जस्तोमा चाहिँ मान्छे भागाभाग गाडी कुदिरहेको टाइममा चाहिँ एकैचोटि बाढी आएर अन्धधुन्ध गराएको अवस्थाको सिन भनेको यो पार्टको हेर्नुहोस् है, यो पार्टको हो। अब यहाँ झुकिन सक्ने कुरा के छ त भन्दाखेरि तपाईले अब यो ठाउँमा खोला कताबाट आयो त भनेर झुकिन सक्ने ठाउँ छ। हेर्नुहोस् है, यो रसुवागढी यो सबै बगाएको छ, अहिले केही पनि बाँकी छैन। हामी चाहिँ अब यताबाट राइटतिर जाउँ, राइट डाइरेक्सनतिर जाउँ, यो पार्टतिर जाउँ, माथिको लेक आउटब्रस्ट भएको भन्ने पार्ट हेर्नको लागि चाहिँ। अथवा तपाईले सिधै चाहिँ सियातोङ XIADONG सियातोङ भन्ने सर्च गर्नुभयो भने ठ्याक्क तपाईले चाहिँ यो ल्यान्डस्लाइड आएको यो ग्लेसियर लेक ठ्याक्कै देख्नुहुन्छ। यहाँ चाहिँ अलिकति धेरै भएको कारणले हामी यसरी खोज्नुपर्छ यता कता छ त भन्दाखेरि सियातोङ भन्ने ठाउँभन्दा माथि मैले यहाँनिर चाहिँ मानु सर्च गरेँ। यसले देखाइरहेको छैन अहिले। सियातोङ सर एकैछिन त्यसलाई सर्च गरौँ। यसरी देखाइरहेको छैन। यस तपाईँले चाहिँ यो केरुङबाट राइटतिरबाट लाग्नुभयो भने तपाईँको यो लेकहरू जुन छ यही पार्टतिर पर्छन्। अझ अलिकति माथि जानुभयो भने तपाईँ
र त्यो लेक चाहिँ 3वटा लेक छ, त्यो 3वटा लेक छ। त्यो 3वटा लेक कस्तो छ भन्दाखेरि एकदमै तपाईको एलियन आई जसरी बसेका छन् कि हो। ल हेर्नुहोस् है, यही तपाईँले यो XIADANG सियाताङ भन्छ यसलाई, डाङ होइन कि सियाताङ भन्छ। मैले यो सियादोङ सर्च गरेर आएको रहेछु। ल हेर्नुहोस् अब के छ त भन्दाखेरि तपाईँको हेर्नुहोस् है, यो बोर्डरको अफिस भएको ठाउँ। तपाईँ यहाँबाट चाहिँ यो चाइना नेपाल लेखेको यो बोर्डर यताबाट सिधै जानुहुन्छ भने यहाँ पुग्नुभयो तपाईँ। यो चाहिँ यो जङ्सनमा पुग्नुभयो भने यसबाट अलिकति माथि हेर्नुहोस्, टक्क अलिकति माथि गरेर चाहिँ तपाईँले हेर्नुभयो भने यताबाट अलिक माथि हेर्नुहोस्, यो ठाउँमा हेर्नुहोस् तपाईँले है। ल हेर्नुहोस् यो सियाताङ भन्ने ठाउँ छ। यहाँबाट तपाईँले चाहिँ हेर्नुभयो भने यो 3टा ग्लेसियर लेक देख्नुहुन्छ। हेर्नुहोस् है, यो देख्नुहुन्छ एउटा, यो देख्नुहुन्छ एउटा, यो देख्नुहुन्छ एउटा। यसलाई चाहिँ 3D मा छैन सायद, 2D मा हेर्दैछु म अहिले। ल हेर्नुहोस् है, त्यो यो जुन खोला छ त्यसको एट्रिब्युट्सहरू त अरू पनि छन्, त्यसमा आएर मिसिने खोलाहरू। तर त्यसरी बाढी आएको अनुमान चाहिँ के गरिरहेको छन् त भन्दाखेरि हेर्नुहोस् है, यो 3टा लेक जुन छ। ल हेर्नुहोस्, यो लेक यसरी बगेर चाहिँ यो लेक र यो लेक यसरी बगेर चाहिँ त्यो खोला बढ्दै आएको हुनसक्छ भन्ने अनुमान छ। हेर्नुहोस् है, यो 3टा लेक हो जसलाई चाहिँ अहिले सबै अनुमान गरिरहेको छन् कि यो आएको फ्लड भनेको यो 3टा लेक मध्ये कुनै एउटा चाहिँ मा ग्लेसियर त्यस्तै आएर चाहिँ पानीको लेभल एकदमै हत्ते बढ्दाखेरि नेचुरल बेरियर्सहरूलाई चाहिँ फुटाएर पानी एकैचोटि आएको भन्ने छ। हेर्नुहोस् यो 3वटा लेकलाई चाहिँ अहिले हेरिरहेको छन्। अब तथ्य त के होला, कहाँबाट सुरु भएको होला भन्ने इन्भेस्टिगेसन चलिरहेको छ होला। हेर्नुहोस् अहिले चाहिँ तपाईँको यसरी हुँदै आएर चाहिँ हेर्नुहोस् है, यो यहाँ मिसिन्छ, यो खोलामा मिसिसकेपछि तल यसरी आएर चाहिँ यहाँसम्म आइपुग्यो र यहाँबाट चाहिँ अब हाम्रो तराईको भूभागसँग यसरी ओर्लिँदै गएर चाहिँ सबै ध्वस्त बनाउँदै राम्रै अगाडि बढेको छ। विदुर हेर्नुहोस् है, विदुर बजार यहाँ छ, खोला यसरी आइरहेको छ। अब यतासम्म पनि धेरै जसो क्षति पुर्याएको छ फ्लडले। तपाईँले सिधै हेर्न चाहनुहुन्छ भने त्यो लेकलाई XIADANG सर्च गर्नुहोस्, सिधै ठाउँमै पुग्नुहुन्छ। अब अहिले जति पनि जे भयो त्यसकोमा दुःखद भावना हाम्रो नै प्रकट छ। वो जति जे छन् सुरक्षित रहन् र सरकारले पनि आफूले सके जति गर्न सकिने जति इफोर्ट लगाओस् भन्ने कुरा हो। र हामी आफैले पनि त्यस्तो कुराहरूमा धेरै सहयोग गर्नु पनि पर्छ। आफू पनि यदि नजिकै छौँ र गर्न सकिन्छ भने केही पहलहरू केही कुराहरू गर्नुपर्छ। ल यो लेकको बारेमा मात्रै जानकारी थियो, यो लेकको बारेमा त्यहाँबाट आएको हुनसक्छ भन्ने कारणले गर्दाखेरि यो लेक चाहिँ तपाईँले यसरी फाइन्ड आउट गर्नु सक्नुहुन्छ है त। नमस्ते।